चप्पल लगाएर गाडी चलाउँदा के हुन सक्छ? विश्वव्यापी चरण अनुसार गाडी चलाउँदा उपयुक्त खालका जुत्ता लगाउनु पर्दछ। नाङ्गो खुट्टाले गाडी चलाउनु हुँदैन, किनभने खाली खुट्टाले जुत्ता लगाएको बेलामा जतिको बलले ब्रेक लगाउन सक्दैन। खुट्टामा पसिना आउने भएकोले पैडलबाट खुट्टा चिप्लने पनि हुन्छ। चप्पल लगाएर चलाउँदा पनि यस्तो सम्भावना हुन्छ। सोच्नुहोस् त, ब्रेक लगाइरहेको बेला तपाईको खुट्टा चिप्लियो भने के होला? जुत्ताको तलुवा धेरै नरम वा धेरै कडा हुनु हुँदैन र यो 10 मिलिमिटर भन्दा बाक्लो पनि राम्रो होइन। जुत्ता पैडलहरूमा चाहिए जति पकड बनाएर खुट्टा चिप्लन नदिने खालको हुनुपर्दछ। जुत्ता धेरै भारी वा गरुङ्गो पनि हुनु हुँदैन। जुत्ताको बनावट गोली गाँठोको चाललाई नरोक्ने खालको हुनुपर्दछ। जुत्ता धेरै फराकिलो खालको पनि हुनु हुँदैन, किनभने यसबाट अचानक 2वटा पैडलहरू एकैपटक दाबिने सम्भावना हुन्छ। सोच्नुहोस् त, एक्सिलरेटर र ब्रेक पैडलहरू एकैचोटि दाबिएमा के होला?